माथिल्लो तलामा चाहिँ त्यो छोरी मान्छेहरू लुक्नु भएको रहेछ होइन। तर हामीले त्यहाँ पर्खेको थियौँ, छोरी मान्छेहरू बस्नु भएको थियो, म अलि सानै थिएँ होइन। नमस्कार, आज चाहिँ विशेष होली छ र होली विशेष आज मैले मेरो जीवनको एक रमणीय कथा तपाईँहरूलाई सुनाउँदैछु है। यो भिडियोलाई समय छ भने अन्तिमसम्म हेर्नु होला। यो रहेछ, आशा राखेँ चाहिँ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला। म पनि आराम छु, ठिक छु होइन। सबैले थाहा छ छैन, मेरो घर चाहिँ रोल्पामा, अहिले म साउदी अरबमा छु होइन। गाउँघरमा हुँदा होली विशेष होली मनाउन घुम्न गइन्थ्यो। अलिक बचपनै समय थियो, त्यो बचपन समयमा होली खेल्न गएको होइन। हाम्रो गाउँतिर चाहिँ कस्तो छ भने छोरी मान्छेहरू लुकेर बस्नुमा हुन्छ। हामी होली खेल्न गएको छोरा मान्छेहरू अलिक माथि डाँडा, पल्लो डाँडा, तल्लो डाँडाबाट छोरा मान्छेहरू होली खेल्न आइरहेको छ भन्ने सुनेपछि अथवा थाहा पाएपछि चाहिँ छोरी मान्छेहरू चाहिँ सतर्क अवस्थाले भित्र लुक्नुहुन्छ अथवा कतै लुक्नुहुन्छ, देखिनु हुँदैन क्या होइन। अब त्यो होलीका रङहरू अब दलिदिन्छन् अथवा रङहरू हानिदिन्छन्, रङहरू लगाइदिन्छन् भन्ने कुराबाट बच्नलाई चाहिँ भाग्नुहुन्थ्यो होइन। अनि त्यहाँ हामी एउटा घरमा गइपुगेको थियौँ, त्यहाँ चाहिँ छोरी मान्छेहरू बस्नु भएको थियो, म अलिक सानै थिएँ होइन। त्यो घरमा लुक्नु भएको छ भन्ने कुरो चाहिँ हामीलाई थाहा भएर हामीले त्यहाँ पर्खेको थियौँ। अनि त्यो गुबाराहरूमा रङहरू पनि लगाइएको थियो। अनि त्यो गुबाराहरूमा चाहिँ रङहरू भरेर हामीले गुबाराहरू पनि राखेको थियौँ, अबिरहरू थियो, रङहरू थियो होइन। गुबारामा चाहिँ रङ फिट गरेर गुबाराहरू राख्यो, बाँधेर राखेको हुन्थ्यो, लुकाएर राखेको हुन्थ्यो ज्याकेटको पकेटतिर। बडा हरामी हो बेटा। माथिल्लो तलामा चाहिँ त्यो छोरी मान्छेहरू लुक्नु भएको रहेछ होइन। 3-4जना साथीहरू मिलेर लुक्नु भएको रहेछ नि त। अनि त्यो लुकेर चाहिँ हामीहरू चाहिँ उनीहरूले पर्खेर बसेको थियौँ होइन। अनि उहाँहरूले चाहिँ यतिखेर त गयो होला नि त भनेर झ्याल खोलेर हेर्दै हुनुहुन्थ्यो घरिघरि। हामीले चाहिँ होइन अब बाहिर निस्केपछि अहिले रङ लगाउनुपर्छ, अबिर लाउनुपर्छ, होली यहीँ मनाउनुपर्छ भन्ने तरिकाले पर्खिराखेको थियौँ। अनि घरिघरि झरी खोल्दै हेर्दै गरिरहँदाखेरि चाहिँ एउटा साथीले चाहिँ त्यो गुबाराले प्याट्ट हानिहाल्नुभयो होइन। त्यो हानिसकेपछि त्यो झरिक चाहिँ बन्द भइसक्यो। अनि झरिक बन्द भइसकेपछि त्यो रङहरू चाहिँ घरमा लाग्यो कि घरमा लाग्यो। अनि त्यो रङ घरमा लागिसकेपछि त्यो घरको आमै हुनुहुन्थ्यो, आन्टी हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ लट्ठी खोज्नुभयो होइन। लट्ठी खोजेर आउनु भयो। त्यहाँ पछि हामी सबैले भाग्ने जतिले भाग्यो, नभाग्ने जतिले सोटाका सोटा लगाउनु भयो कि। हाम्रो गाउँतिर चाहिँ त्यो भिमलको घाँसहरू हुन्छ बाख्राको लागि विशेष। अनि त्यो घाँस काटेर ल्याएको त्यो भिमलको सेटाहरू रहेछ। अनि जसलाई भेट्नुहुन्छ सोटा लगाइदिएर एकदम पिटाइ खाएर के कोही रुँदै भाग्नु भएको छ। भागाभाग भएर अब त्यहाँ हामी होली खेल्ने त के, अब आफैले बचाउनले भागाभाग भएर हैरान हो कि। पछिल्लो समय चाहिँ म चितवनमा थिएँ। अनि त्यो चितवनमा हुँदाखेरि चाहिँ होली मनाउनले अब साथीहरूसँग हिँडियो होइन। हाम्रो गाउँघरतिर त छोरा मान्छेहरूले देखेपछि छोरी मान्छेहरू लुकेर बस्नुहुन्थ्यो नि त। अब हामी त अब त्यही ठाउँमा हुर्केको मान्छे, अब त्यही रहन सहन जस्तो लाग्थ्यो होइन। तर त्यहाँ चितवनमा के भयो भन्नुहुन्छ भने होइन, उता पारिबाट छोरी मान्छेहरू आउँदै हुनुहुन्थ्यो। हामी होली खेल्नलाई चाहिँ रेडी भएर साथीभाइसँग हिँडेको गएको। अनि त्यो छोरी मान्छेहरू सबैले चाहिँ अन्डा गुबारामा रङ भरेर होइन, त्यहाँ त्यो सबै किसिमको रङहरू बोकेर ब्यागहरूमा बोकेर हिँड्नु भएको रहेछ, आउनु भएको रहेछ होइन। अनि त्यहाँ पछि हामीलाई अब टिका लाउने भन्नुभयो। अनि टिका लाग्ने भनेर हुन्छ भनेर अब भाग्नु मिलेन। अब हाम्रो गाउँतिर त छोरी मान्छेहरू हामीसँग भाग्नु हुन्थ्यो होइन। अनि त्यहाँपछि त छोरी मान्छेहरू नि होली खेल्ने, राम्रै मनाउने, छोरी मान्छेहरूको साथी भएर हिँड्ने, एकदम रमाइलो मनाउनु हुँदो रहेछ कि होलीलाई। अनि चाहिँ हामीलाई त कसैले टाउकोमा अन्डा फुटाइदिनु भएको छ, कसैले अबिर खनाइदिनु भएको छ, कसैले त्यसैमा रङ त्यो च्यातेर हालिदिनु भएको छ होइन। फेरि अर्को साथी आउनुहुन्छ, फेरि उहाँहरूकै टिमबाट फेरि म पनि गरिदिन्छु भनेर अन्डा त्यो फुटालेर यहाँबाट त्यो अन्डा यहाँ जिउमा चोएर अब त्यो जताततै गएर अब त्यो गनाउने भइसक्यो। तै पनि उहाँहरूले फेरि छोडिदिनु भएन कि। देखा आपने लापरवाही का नतिजा है।
होली मनाउनलाई कि होली खेल्नलाई होइन। अनि निकै भिन्न रहेछ क्या त्यहाँ होइन, त्यस्तो भयो। त्यहाँ पछि हामीले त बल्ल बल्ल त्यहाँबाट चाहिँ जिउ जोगाएर भागियो। अझ दल्ने अझ टिमहरू सबै त्यो हिँडेको साथीहरूमध्ये सबैले चाहिँ अबिर लगाइसक्नु भएको थिएन कि, त्यस्तो भएको थियो। यो चाहिँ थियो मेरो जीवनको सानो कहानी यो होलीको, र मैले यो कहानीलाई तपाईँहरूसँग सेयर गर्ने कोसिस गरेँ। मेरो सम्पूर्ण आफन्तजन लगायत साथीहरूलाई यो होलीको विशेष धेरै धेरै शुभकामना छ। यो होलीको रङ्गहरू जस्तै तपाईँहरूको हरेक जिन्दगीको मोडहरू, बाटोहरू र रहरहरू पनि रङ्गिनमय हुन् अनि सफलताले सबै कलरफुल रङ्गिनमय होस् भन्दै यस सानो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते सम्पूर्णलाई।